हेलो एभ्रिवान वेलकम ब्याक टु द न्यू एपिसोड अफ जतारो रिसर्च एन्ड इन्भेस्टमेन्ट जहाँ चाहिँ हामीले नयाँ वर्षको अवसरमा चाहिँ हरेक हप्ता चाहिँ फ्राइडे टक वा विकली अपडेट लिएर आउनेछौँ जसमा चाहिँ हामीले नेसनल र इन्टरनेसनल मार्केटको फाइनेन्स रिलेटेड मेजरली स्टक मार्केटलाई हाइलाइट गरेर चाहिँ मेजर हाइलाइटहरू ल्याउनेछौँ र तपाईँ पनि यदि स्टक मार्केट रिलेटेड नेसनल र इन्टरनेसनल न्युजलाई चाहिँ फलो गर्न चाहनुहुन्छ भने चाहिँ हाम्रो यस फ्राइडे टकलाई चाहिँ फलो गर्नुहोला र आजको टकमा हामी सबैभन्दा सुरुमा कुरा गर्नेछौँ इन्टरनेसनल मार्केटको अपडेटबाट चाहिँ र यो मार्केटको कुरा गर्नुपर्दाखेरि चाहिँ हामीले सबैभन्दा सुरुमा चाहिँ युएस र इरानको वारबाट कुरा गर्नेछौँ र त्यो कुराले चाहिँ किन इम्पोर्टेन्ट छ भन्दाखेरिमा यसले चाहिँ डिरेक्टली हाम्रो क्रुड ओइल प्राइसमा चाहिँ इम्प्याक्ट गर्छ जस्तै तपाईँले यो चार्टमा देख्न सक्नुहुन्छ जतिखेर वार पिक सिचुएसनमा थियो त्यतिखेर चाहिँ क्रुड ओइलको प्राइस चाहिँ $170 पुगेको थियो र जब इरान र युएसको वार्ता सुरु हुने कुरा भयो पाकिस्तानमा त्यस पछाडि एकै दिनमा झन्डै 15% चाहिँ ओइलको प्राइस डाउनफल भएको थियो र अघिल्लो शनिबार चाहिँ त्यो वार्ता भङ्ग भएको थियो र युएस र इरानको वार्ता चाहिँ निष्कर्षविहीन भयो त्यस पछाडि चाहिँ यो ओइलको प्राइस चाहिँ $104 पुगेको थियो र हिजो मात्रै आई थिङ्क केही दिन अगाडि चाहिँ ट्रम्पले चाहिँ फेरि 1-2 दिनमा चाहिँ वार्ता सुरु हुन्छ र त्यो वार्ता चाहिँ डिसाइसिभ हुनसक्छ भन्ने कुरा आएपछि चाहिँ अहिले क्रुड ओइलको प्राइस चाहिँ झन्डै $87 पर ब्यारेल रहेको छ विच इज रियली गुड र होपफुल आउने दिनमा चाहिँ युएस र इरानको वार्ता सफल हुनेछ र क्रुड ओइलको प्राइस चाहिँ घट्नेछ किनभने चाहिँ हामीले त्यो कुराको इम्प्याक्ट हाम्रो रियल लाइफमा पनि देख्न सक्छौँ पेट्रोलको प्राइस डिजलको प्राइस झन्डै 220-30 छ त्यो कुराले गर्दाखेरि चाहिँ हाम्रो कम्पनीको पर्फर्मेन्स ओभरअल इकोनोमी र ओभरअल कम्पनीको पर्फर्मेन्समा पनि इम्प्याक्ट पार्छ र त्यस्तै अर्को कुरा छ निफ्टी 50हरू जस्तै हामीले नजिकबाट फलो गरिरहेको हुन्छु किनभने चाहिँ हुन त निफ्टीको मुभ र हाम्रो नेप्सेको मुभमा चाहिँ त्यति धेरै सिन्क्रोनाइजेसन छैन तर पनि जुन पछिल्लो समय चाहिँ निफ्टी 50 चाहिँ डाउनफल भइरहेको थियो र अहिलेको केही समय एक हप्ता अगाडिदेखि चाहिँ भनौँ न थोरै र्याली आउला जस्तो गरिरहेको छ र यो कुराले पनि अब निफ्टी 50 मात्रै होइन ग्लोबलको हरेक स्टक एक्सचेन्जको चाहिँ प्याटर्न चाहिँ यस्तै देखिरहेको छ जापानको निकी होस् होइन अब जर्मनीको डाक्स होस् युएसको नास्डाकहरू पनि यसरी नै मुभ भइरहेको छ भन्नाले अब इन्टरनेसनल मार्केटमा पनि धेरै मान्छेहरू चाहिँ अब वारको इम्प्याक्टबाट बाहिर आउँदै अब इकोनोमीलाई चाहिँ थोरै मोबिलाइज हुने जस्तो भनौँ न अबको डेमा त्यस्तो सिम्बल देखिरहेको छ स्टक मार्केटले गर्दाखेरि चाहिँ र अर्को कुरा चाहिँ एउटा इन्ट्रेस्टिङ कुरा छ यो भनेको चाहिँ स्पिड एभिएसन्स भन्ने छ युएसको यो चाहिँ केही समय अगाडि चाहिँ अब लिक्विडेसन्सको प्रोसेसतिर गइरहेको छ यो कुरा किन इन्ट्रेस्टिङ छ भनेपछि जस्तै नेपालमा चाहिँ अहिलेसम्म हाम्रो कुनै पनि स्टक अहिले मेरो भनौँ न लेटेस्ट 10-15 इयरमा कुनै पनि स्टक चाहिँ त्यसरी ब्याङ्करप्ट भएको छैन अब भनौँ न कर्णाली डेभलपमेन्ट ब्याङ्कको कुरा छ तर त्यो फुल्ली लिक्विडेट भइसकेको अवस्था छैन तर चाहिँ यो स्पिड एभिएसन्स भन्ने चाहिँ केही समय अगाडि लिस्ट भएको रहेछ यो 2025 र यसको जतिखेर लिस्टिङ भएको थियो त्यतिखेर चाहिँ यसको झन्डै आई थिङ्क $10 देखि $12 पर सेयर थियो भनेपछि र त्यसको धेरै समय चाहिँ यो $5-6 प्राइसमा मुभ भयो र अहिले त्यो चाहिँ अब लिक्विडेसन हुँदाखेरि चाहिँ $0.25 पर सेयरमा चाहिँ ट्रान्ज्याक्सन्स भइरहेको छ यो भने पनि अब लगभग लिक्विडेसन्सको प्रोसेसमा चाहिँ लिक्विडेट हुनसक्छ र यसको रिजन्स दिएको छ कम्पनीले अहिलेको जुन रसिया युक्रेनको वार युएस इरानको वार र त्यसले गर्दा जुन क्रुड ओइलको प्राइसको जुन बढ्यो नि त्यो कुराले गर्दा चाहिँ उसको अपरेसन्समा चाहिँ ह्याम्पर भयो र त्यो कुराले पनि एउटा रिजन्स दिएको छ हुन त अब त्यही एउटा रिजनले मात्रै यसरी ब्याङ्करप्ट भएको होइन होला अरू इन्टरनल अपरेसन्सको फेलियरहरू पनि थियो होला तर यो किन मात्रै पनि मैले भनिरहेको छु भनेपछि जस्तै यस्तो केसहरू चाहिँ नेपालको स्टक मार्केटमा पनि कुनै दिन आउन सक्छ बाहिरको स्टक मार्केटमा यसरी भनौँ न आइपिआईको केही समय पछाडि नै यसरी कम्पनी ब्याङ्करप्ट भएको छ र नेपालको केसमा चाहिँ अहिले त्यस्तो नभए पनि कुनै दिन यस्तो डेजहरू आउन सक्छ त्यही भएको कारणले गर्दाखेरि चाहिँ आइपिओ भर्दाखेरि पनि हामी अलिकति चाहिँ केयरफुल हुनुपर्छ है त र त्यस्तै अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ अब एडिबीले चाहिँ नेपालको जिडिपी ग्रोथ रेट चाहिँ फरकास्ट गराएको थियो 2026को लागि त्यो भनेको चाहिँ झन्डै 2.7% बनाएको छ यो भने चाहिँ एकदमै कम हो कि किनभने ग्लोबलको भनौँ न इभन होल वर्ल्डकै जिडिपी ग्रोथ रेट अराउन्ड 3% छ टेन्टेटिभ होइन त्यस पछाडि डेभलपिङ नेसन्सहरूको चाहिँ अझ धेरै छ र डेभलपिङ नेसन्सको कुरा गर्दाखेरि चाहिँ झन्डै 4-6% छ ग्रोथ रेट भनेको झन् यो साउथ एसियन कन्ट्रीहरूको चाहिँ झन्डै 6% अराउन्डमा छ तर नेपालको केसमा चाहिँ एडिबीले फोरकास्ट गरे अनुसार चाहिँ 2026को जिडिपी ग्रोथ रेट चाहिँ 2.7 हुन्छ भनेको छ त्यो भनेको चाहिँ एकदमै लो केस हो कि र अर्को अप्टिमिस्टिक कुरा चाहिँ के भनेको छ भन्दाखेरि 2027मा चाहिँ हाम्रो यो जिडिपी ग्रोथ रेट चाहिँ अराउन्ड 5% हुनसक्छ अरे र यो कुराले पनि हामीलाई के देखाइरहेको छ चाहिँ हामी लगभग हिस्ट्रीको सबैभन्दा वर्स्ट पिरियडबाट गइरहेको छौँ र अहिले पछिल्लो सिचुएसन हेर्दाखेरि नयाँ गभर्मेन्ट आएको छ स्टेबल भनौँ न पावर सहित आएको छ गभर्मेन्ट 2/3 मेजोरिटी छ अब ट्रान्सफर्मेसन्सको प्रोसेस उनीहरूले इनिसिएट गरेको छन् र त्यो कारणले गर्दाखेरि पनि अब भनौँ न यो बटम हो जस्तो लाग्छ हाम्रो भनौँ न ब्याड डेजको लास्ट डेजहरूतिर छौँ जस्तो लाग्छ हामीहरू
र अपकमिङ डेजहरू चाहिँ मेबी ब्राइट छन् जस्तो लाग्छ। अब एज अ इन्भेस्टरको पर्सपेक्टिभबाट चाहिँ हामी जहिले पनि अप्टिमिस्टिक हुन नै पर्छ र रियालिटीमा पनि त्यस्तै छ जस्तो लाग्छ। यो 2.7% GDP ग्रोथ सायदै अब हामीले कहिल्यै देख्न पाउँछौँ होला जस्तो लाग्छ मलाई चाहिँ, यदि नयाँ गभर्मेन्टले चाहिँ राम्रोसँग काम गर्यो भनेपछि। इभन नयाँ गभर्मेन्टले काम गर्यो भनेपछि डबल डिजिटको ग्रोथ रेट पनि पोसिबल छ र यो कुरा डिरेक्टली कहाँसँग एसोसिएट हुन्छ भने कम्पनीको पर्फर्मेन्ससँग एसोसिएट हुन्छ कि यदि कम्पनीले 2.7% GDP ग्रोथ हुँदा पनि राम्रो रिपोर्ट पब्लिस गरिरहेको छन्, प्रफिटमा छन् भनेपछि डेफिनेटली 5-6-7% GDP ग्रोथ रेट हुँदा त उनीहरूको पर्फर्मेन्स ड्रास्टिकली चेन्ज हुन्छ र त्यो कारणले गर्दाखेरि पनि अहिले स्टक मार्केटमा इन्भेस्ट गर्दाखेरि चाहिँ राइट टाइम हो जस्तो लाग्छ मलाई चाहिँ। त्यो पनि नट फर ट्रेडिङ पर्पस बट फर इन्भेस्टमेन्ट पर्पस। आजको भोलि चाहिँ चेन्ज हुने होइन, तर अबको 1 इयर 2 इयर 3 इयर्समा चाहिँ मेबी राम्रो रिटर्न दिन सक्छ नेपालको स्टक मार्केटले। र अर्को न्युज भनेको वैशाखको लागि ल्याएको नयाँ इन्ट्रेस्ट रेट हो र यो इन्ट्रेस्ट रेट हेर्दाखेरि चाहिँ सरप्राइज हुन्छ कि म केही समय अगाडि चाहिँ झन्डै 11% फिक्स डिपोजिटमा मैले इन्ट्रेस्ट रेट देखाएको थिएँ र अहिले हेर्दाखेरि चाहिँ इन्स्टिट्युसनल इन्भेस्टरहरूको लागि चाहिँ 2 to 3% देखिन्छ र पर्सनल इन्भेस्टमेन्टको लागि चाहिँ भनौँ न व्यक्तिहरूको लागि चाहिँ झन्डै 4% छ। त्यो भने पनि म्याक्सिमम एनएमबी ब्याङ्क मात्रै त्यस्तो ब्याङ्क छ जसले चाहिँ 4% एफडीमा रिटर्न दिन्छ, त्यो बाहेक अरू सबैको 3.5 अराउन्डमा छ। र यो कुरा पनि इन्ट्रेस्टिङ मार्केट छ किनभने चाहिँ यति लो रेटमा चाहिँ सायदै हामीले कुनै दिन पाउँछौँ होला। अबको केही समय पछाडि मेबी जब इकोनोमी मोबिलाइजेसन हुन्छ, लोनको डिमान्ड बढ्छ, इन्ट्रेस्ट रेट पनि बढ्छ होला। र अर्को इन्ट्रेस्टिङ कुरा मैले यो हप्ता देखेको भनेको चाहिँ नोबेल ब्याङ्कले आफ्नो मिसन्स र भिजन स्टेटमेन्टलाई चेन्ज गरेको छ र इन्टरनेसनल मार्केटको प्र्याक्टिसबाट हेर्दाखेरि चाहिँ यस्तो मुभ भनेको एकदमै सिग्निफिकेन्ट मुभ हो। नेपालको केसमा चाहिँ यसको इम्प्याक्ट हेर्न बाँकी नै छ, तर अब यदि इन्टरनेसनल मार्केट हुन्थ्यो, मल्टिनेसनल कम्पनी हुन्थ्यो भने चाहिँ उनीहरूले चेन्ज लिने, उनीहरूले यदि आफ्नो मिसन स्टेटमेन्ट र भिजन स्टेटमेन्ट चेन्ज गर्छन् भनेपछि धेरै रिसर्च गरेर र धेरै सोचेर गर्छन् र उनीहरूको त्यो कुराले चाहिँ उनीहरूको अपरेसन्सदेखि स्ट्राटेजिक डिसिजनसम्म चाहिँ इम्प्याक्ट गर्छ र त्यसले चाहिँ उनीहरूको इम्प्याक्ट चाहिँ फाइनेन्सियल स्टेटमेन्टसम्म पछाडि केही समय पछाडि देखिन थाल्छ। र नेपालको केसमा चाहिँ यो हेर्न बाँकी नै छ। अब उनीहरूले भनेअनुसार चाहिँ भनौँ न अब मिसन र भिजन स्टेटमेन्ट चेन्ज गर्दैमा केही त हुने होइन, यदि उनीहरूले त्यो कुरालाई चाहिँ सिरियसली लिएर उनीहरूले आफ्नो अपरेसन्स, स्ट्राटेजिक डिसिजन र काम गर्ने तौर तरिकामा पनि फरक ल्याउँछन् भनेपछि डेफिनेटली त्यो कुरा उनीहरूको चाहिँ फाइनेन्सियल स्टेटमेन्टसम्म चाहिँ झल्किन्छ र यो कुरा चाहिँ हेर्न बाँकी छ र यो कुराले अबको 1-2 महिनामा इम्प्याक्ट ल्याउने होइन, तर अबको 2 वर्ष 3 वर्षमा चाहिँ यो कुराको इम्प्याक्ट चाहिँ देखिन सक्छ। र मैले च्याट जीपीटीलाई पनि यो कुरा चाहिँ कम्पेयर गर्न भनेको थिएँ र उसले पनि पुरानो र नयाँ मिसन र भिजन स्टेटमेन्टलाई कम्पेयर गरेर देखाएको थियो र त्यो हेर्दाखेरि पनि मलाई एकदमै रिलेभेन्ट लाग्यो नयाँ मिसन्स र भिजन स्टेटमेन्टहरू। र उसले जुन भनौँ न अब इनोभेसन्समा फोकस गर्ने भनेको छ, कस्टमर लोयल्टीमा फोकस गर्ने भनेको छ र त्यो कुरा चाहिँ एकदमै रिलेभेन्ट लाग्यो, स्पेसली यो क्यास काउ बिजनेसहरूको लागि चाहिँ। र अर्को इन्ट्रेस्टिङ कुरा आउँदैछ अबको विकमा चाहिँ, त्यो भनेको चाहिँ अब नेप्सेमा चाहिँ 15% सर्किट ब्रेक हुनेछ यदि कुनै पनि कम्पनी अप्पर लिमिट र लोवर लिमिटको कुरा गर्दा चाहिँ 15% बढ्न सक्छ र 15% घट्न सक्छ एउटा ट्रेडिङ डेमा। र अहिलेसम्म चाहिँ त्यस्तो देखाएको थिएन मेरो ट्रेडिङ लाइफमा र पहिलोचोटि देख्दैछु यो भनेको चाहिँ सायद तपाईँहरूको पनि पहिलोचोटि हुनसक्छ। र इन्टरनेसनल मार्केटमा त यस्तो लिमिट हुँदैन, अब जति पनि बढ्न पाउँछ नर्मल्ली। र नेपालको केसमा चाहिँ यो पहिला 10%को लिमिट थियो, अब चाहिँ 15% छ। अब यसले गर्दाखेरि चाहिँ मार्केट भोलाटाइल चाहिँ हुने भयो अलिकति धेरै। यदि बढ्दाखेरि चाहिँ सबै खुसी हुन्छन् 15%, तर घट्दाखेरि चाहिँ पेन पनि उत्तिकै धेरै हुनेवाला छ। बट स्टिल अब फ्री इकोनोमीमा अब स्टक मार्केटमा नर्मली यस्तो बााउन्ड्रीहरू इन्भेस्टरको सेफ्टीको लागि राखिन्छ र 15% हुँदैछ। होपफुली मार्केट बुलिस हुनेवाला छ अबको केही समय पछाडि, त्यो मेरो एक्सपेक्टेसन छ। र त्यसले गर्दाखेरि चाहिँ 15%को अप्पर सर्किट चाहिँ डेफिनेटली हेर्न इन्ट्रेस्टिङ हुनेछ र नेगेटिभ पनि लाग्न सक्छ है, त्यो कुरा पनि हामीले ख्याल गर्नुपर्नेछ। र अर्को कुरा चाहिँ जुन हाम्रो 4, 5 र 6%मा हाम्रो मार्केट हल्ट हुन्थ्यो एक दिनमा बढ्दाखेरि वा गर्दाखेरि, त्यसलाई चाहिँ अब 5 र 8 पुर्याइदिएको छ र त्यसले गर्दाखेरि चाहिँ अब मार्केट चाहिँ 8% अप वा डाउन हुँदाखेरि मात्रै क्लोज हुनेछ। अब त्यो पनि नयाँ एउटा कुरा भयो। र अर्को कुरा भनेको चाहिँ प्री ओपनमा चाहिँ 5% अप र 5% डाउन हुन पाउँछ। यो कुरा चाहिँ मलाई अलिकति कन्सर्निङ लागेको छ किनकि चाहिँ यो कुराले गर्दा टेक्निकल एनालाइसिसमा चार्टको एनालाइसिस गर्दाखेरि चाहिँ अलिकति इम्प्याक्ट पार्छ। 5% अप र 5% डाउन हुँदाखेरि चाहिँ यसले चाहिँ चार्टको फर्मेसन्समा अलिकति बिगारिदिन्छ। तर नेप्सेले पनि अब आई थिङ्क यो स्ट्राटेजिक डिसिजन हो जस्तो लाग्छ। केही समय अगाडि उनीहरूले भनेको थियो कि अब भनौँ न अफलाइन मार्केट पनि स्टार्ट हुँदैछ भन्नुको मतलब अब भोलिको लागि चाहिँ मैले आजै अर्डर राखिदिन सक्छु ट्रेडिङ डे, ट्रेडिङ आवर बाहेक अरूको टाइममा पनि। र उनीहरूले चाहिँ त्यसको लिमिट चाहिँ अब ओपनिङ रेन्जको जति लिमिट हुन्छ त्यो भनेको पहिला 2% अप र 2% डाउन थियो, त्यति नै राख्न पाउँछ भनेको थियो। अब भनौँ न अब भोलि मैले आज बसेर भोलिको लागि अर्डर राख्दैछु भने चाहिँ 2% अप वा 2% डाउन मात्रै राख्दाखेरि अलिकति फेयर हुँदैन भने चाहिँ अब ओपनिङ रेन्ज चाहिँ 5% अप र 5% डाउन हुँदाखेरि चाहिँ
अब मैले भोलिको दिनमा चाहिँ आज अहिले अफलाइनमै अब आफ्नो अर्डर राख्दैछु भनेपछि त्यो कुरा चाहिँ बढी इफेक्टिभ हुने भयो क्या। र यसले गर्दाखेरि चाहिँ एनआरएनलाई ट्रेड गर्नको लागि भनौँ न बाहिर विदेशबाट ट्रेड गर्नको लागि चाहिँ अझै सजिलो हुने भयो। त्यो कुराले गर्दाखेरि चाहिँ यो ब्यालेन्स अप नै छ। अब टेक्निकललाई चाहिँ अलिकति इम्प्याक्ट पार्छ, तर मार्केटको ओभरअल सिनारियो र लिक्विडिटीलाई हेर्दाखेरि चाहिँ यसले चाहिँ डेफिनेटली पोजिटिभ इम्प्याक्ट ल्याउँछ। अब लास्टली हामी नेप्सेको ओभरभ्यू हेर्नेछौँ टेक्निकल एनालाइसिसको पर्सपेक्टिभबाट। र ओभरभ्यू हेर्दाखेरि चाहिँ हामीले यसमा डिप इनडेप्थ एनालाइसिस गर्दैनौँ, जस्ट सर्फेसियल कुरा गर्छौँ। र टेक्निकल चार्ट हेर्दाखेरि हाम्रो ट्रेन्ड लाइन हेर्दाखेरि चाहिँ एनएफसी अलिकति रेसिस्टेन्स जोनमा देखिन्छ र थोरै अब यसको भनौँ न अब 50-60 पोइन्ट तलतिर चाहिँ यसको मुभिङ एभरेजको सपोर्ट पनि छ। र बोलिन्जर ब्यान्ड हेर्दाखेरि पनि मिडल ब्यान्डमा थोरै रेसिस्टेन्स खाइरहेको जस्तो देखिन्थ्यो। केही समय अगाडि चाहिँ ब्रेकआउट दिएको जस्तो देखिन्थ्यो बोलिन्जर ब्यान्डको मिडल ब्यान्डलाई चाहिँ। तर अब अहिलेको केसमा हेर्दाखेरि चाहिँ मेबी थोरै रेसिस्टेन्स र साइडवेज प्याटर्नतिर गइरहेको जस्तो देखिन्छ। र अहिले पनि अब भनौँ न अस्तितिरको जस्तो इन्भेस्टरको कन्फिडेन्स आउन अलिकति टाइम लाग्छ जस्तो लाग्छ मेरो पर्सनल ओपिनियनमा चाहिँ। किनभने चाहिँ गभर्मेन्टले नयाँ कुराहरू टेस्ट गर्दैछ, जस्तै भनौँ न प्राइभेट सेक्टरमा पनि अब अख्तियारलाई जान दिने भन्ने जस्तो कुराहरू ल्याइरहेको थियो। र केही इन्भेस्टर भनौँ न केही कम्पनीको डिरेक्टरहरू पनि केही हप्ता अगाडि पक्राउ पर्नु भएको थियो। त्यो कुराले गर्दाखेरि चाहिँ गभर्मेन्ट स्टिल इन टेस्टिङ फेजमा छ, उसले नयाँ कुराहरू ल्याउँदैछ र इन्भेस्टरहरूलाई पनि अलिकति वाच एन्ड सीमै बसौँ जस्तो लागेको छ अहिले। किनकि अब अझै फुल्ली कन्फिडेन्ट भइहाल्ने भनौँ न गभर्मेन्टले नयाँ कुरा ल्याइराख्दाखेरि चाहिँ त्यसको पेन कसलाई पर्ने हो त्यो कुरा अझै अहिले फिक्स भइसकेको छैन। उनीहरूले गर्ने काम चाहिँ राम्रो नै हो, तर राम्रो काम गर्दाखेरि पनि कहिले कस्तो चाहिँ मार्केटमा पेन हुन्छ, अनसर्टिनिटी हुन्छ भनौँ न। अब पोलिटिकल गरमायाम बढ्छ, त्यसले कारणले गर्दाखेरि त्यो कुरा चाहिँ मार्केटलाई अलिकति मन पर्दैन, जसले गर्दा चाहिँ अलिकति ठुला इन्भेस्टर चाहिँ स्टिल केही समय चाहिँ वाच गर्नुपर्छ कि भन्ने जस्तो चार्टले चाहिँ प्याटर्न देखाइरहेको छ। र अर्को इन्ट्रेस्टिङ इन्फर्मेसन्स के छ भन्दाखेरि मैले बङ्गलादेशको ढाका स्टक एक्सचेन्जको चार्टहरू पनि मैले हेरेको थिएँ र त्यसको प्याटर्न र हाम्रो नेप्सेको प्याटर्न सिमिलर नै छ कि। किनभने चाहिँ पोलिटिकल सिचुएसन्स पनि हाम्रो सिमिलर छ। बङ्गलादेशमा पनि अनसर्टेनिटी भयो, आन्दोलन भयो र त्यहाँ पनि झन् एउटा पार्टीले 2/3 मेजोरिटी ल्यायो, स्टेबल गभर्मेन्ट भयो। र त्यहाँको स्टक एक्सचेन्जको चार्टको फर्मेसन्स र हाम्रो चार्ट फर्मेसन्स सिमिलर नै छ कि। जस्तै तपाईँ यो चार्टमा देख्न सक्नुहुन्छ यो जोनतिर चाहिँ उहाँ नयाँ गभर्मेन्ट फर्मेसन्स भएको थियो बङ्गलादेशमा, इलेक्सन्सको रिजल्ट आएको थियो। त्यस पछाडि चाहिँ एक दिनको लागि चाहिँ मार्केट बढ्यो, तर त्यसको भोलिपल्टदेखि नै फेरि डाउनफल हुन थाल्यो। एम प्याटर्न जस्तो बनाएको छ र नेप्सेमा पनि हेर्दाखेरि सिमिलर नै छ। जस्तै यहाँनिर मार्केट हट्ने भयो, फेरि घटेर अलिकति माथि भयो र एम प्याटर्न जस्तै बनायो, त्यसपछि घटेर घट्यो। र यसमा चाहिँ अर्को सिमिलर प्याटर्न के छ भने जतिखेर त्यो टप बनायो त्यो टपबाट बटमसम्म आउँदाखेरि चाहिँ अहिलेसम्मको बटम हेर्दाखेरि 10% डाउनफल भएको थियो बङ्गलादेशको मार्केटमा। र अहिले नेपालको केसमा पनि त्यही नै भएको हो। र यहाँ हामीले हेर्दाखेरि पनि त्यो टपबाट यहाँ बटमसम्म हेर्दाखेरि चाहिँ झन्डै 10%कै डाउनफल भएको थियो। र एउटा सानो स्विङ ब्याक भएर बङ्गलादेशको मार्केट यतातिर आएर फर्किन खोज्दैछ। नेपालको मार्केटमा पनि मेबी त्यस्तो हुनसक्छ, यो मुभिङ एभरेजको सपोर्टतिर आएर पोलिटिकली भनौँ न अलिकति मान्छेहरूलाई पनि यो आदत बस्छ यस्तो कुराहरू अब इन्भेस्टरलाई, अनि त्यस पछाडि बिस्तारै मार्केटले आफ्नो र्याली लिन सक्छ। र रिसेन्ट मार्केटमा अर्को मैले इन्ट्रेस्टिङली वाच गरिरहेको कुरा भनेको चाहिँ नयाँ आइपिओजहरूको सेयर प्राइस हो। जस्तै नयाँ आइपिओहरू जस्तै अहिले आइरहेको यो एसकेएचएल भयो, एसकेएचइएल होइन, यो सोलो हाइड्रो पावर, यिनीहरू नर्मली म्याक्सिममको यो रेज लाइन इनर्जीहरूको यिनीहरूको म्याक्सिममको सेयर प्राइस चाहिँ अहिले 1000भन्दा माथि गइरहेको छ। नर्मली यदि कोही आइपिओ आउँछ र लिस्टेड हुन्छ भनेपछि पहिला चाहिँ 500-600-700को रेन्जमा देखिरहेको हुन्थ्यो, अहिले चाहिँ 1000 माथि बस्ने ट्रेन्ड बसिरहेको छ। र यो कुराले चाहिँ मैले अब रिलेटिभली हेर्न खोजिरहेको चाहिँ जेनजी स्टकहरू, त्यो जेनजी स्टकको प्राइस र अहिले लिस्टेड भइरहेको आइपिओको प्राइसहरू मैले कम्पेयर गर्न खोजिरहेको छु। किनभनेपछि जेनजी र अहिले लिस्टिङ भइरहेको आइपिओको सेयर प्राइसमा खासै लक इन पिरियडमा खासै फरक पर्दैन, 5-6 महिनाको मात्रै हो। र उनीहरूको चाहिँ सेयर प्राइस नर्मली सबैको 100भन्दा बिलो 1000भन्दा बिलो छ र अहिले आइरहेको आइपिओहरूको चाहिँ नर्मली 1000भन्दा माथि भइरहेको छ। र यो फन्डामेन्टल वाइज र उनीहरूको भनौँ न पेड अफ क्यापिटल वाइज कम्पेयर गर्दाखेरि पनि अब थोरै प्राइस ग्याप भइरहेको जस्तो देखिरहेको छु। अब यो समय चाहिँ लङ टर्ममा चाहिँ अहिले प्राइस ग्याप भए पनि लङ टर्ममा चाहिँ यो ब्यालेन्स हुन्छ कि त यो जेनजी स्टकहरू र अरू स्टकहरू माथि जान्छ नै 700-800-900को रेन्जमा, वा अहिले जुन 1000भन्दा माथि 1100-1200 बसिरहेको हाइड्रोहरू छ जुन भर्खर आएको आइपिओहरू, उनीहरू घटेर 600-700को रेन्जमा आउँछ। र यो कुन डिरेक्सन्समा जान्छ यो चाहिँ हेर्न बाँकी छ आगामी दिनमा त। तर अब आउने हप्ताहरूमा चाहिँ म यो कुरालाई चाहिँ क्लोजली वाच गरिरहेको हुन्छु। र त्यसमा पनि बिएचसिएल चाहिँ लोएस्ट प्राइसमा छ, 556मा रहेछ आजको दिनमा चाहिँ। यो स्टक चाहिँ वाच लिस्टमा मैले राखेको छु आफ्नो लागि चाहिँ। र आगामी हप्ताको लागि मैले अलिक क्लोजली वाच लिस्टमा राखेको सेयर भनेको शिवम सिमेन्ट हो। किनभने चाहिँ अब नयाँ गभर्मेन्ट आइरहेको छ, मलाई यसलाई सर्ट टर्ममा भन्दा पनि लङ टर्मको पर्सपेक्टिभबाट हेरिरहेको छु। किनभने चाहिँ नयाँ गभर्मेन्ट आएको छ, उनीहरूले
इन्फ्रास्ट्रक्चर क्रेडिटदेखि लिएर हरेक कुरामा धेरै फोकस गरिरहेको छ र त्यो कुराले गर्दाखेरि चाहिँ मेबी म्यानुफ्याक्चरिङ सेक्टरमा सिमेन्ट सेक्टरमा एक किसिमको इन्भेस्टरको कन्फिडेन्स बढ्न सक्छ। र अर्को भनेको BHEL बलिफी हाइड्रो, त्यो पनि मेरो वाच लिस्टमा हुन्छ किनकि फन्डामेन्टल वाइज चाहिँ अलिकति इम्प्रुभमेन्ट देखाइरहेको छ उसको पर्फर्मेन्स क्वार्टर वाइज क्वार्टर चाहिँ हेर्दाखेरि पनि, र टेक्निकली हेर्दाखेरि पनि 200 को रेन्जमा भएको हाइड्रो र फन्डामेन्टली इम्प्रुभ गरिरहेको छ आफ्नो पर्फर्मेन्स र लक इन पिरियड पनि खुलिसकेको छ र त्यस कारणले पनि यो स्टकलाई चाहिँ मैले आफ्नो वाच लिस्टमा राखेको छु। र यो मेरो वाच लिस्टमा भएको सेयर चाहिँ बाइङ र सेलिङ रिकमेन्डेसन्स बिल्कुलै पनि होइन, यो मेरो चाहिँ पर्सनल रिसर्च पर्पजको लागि चाहिँ मैले वाच लिस्टमा राखेको सेयरहरू हो। हस् त गाइज, आजको लागि विकली मार्केट अपडेट यति नै, र अर्को हप्ताको शुक्रबार हामी फेरि पनि आउनेछौँ। टिल देन बाई बाई।